राम्रो अर्ग्यानिक कर्कलो हो। यो चाहिँ अर्ग्यानिक हेर्न सक्नुहुन्छ। कर्कलो मजाले फलाइरहेको छ। हेर्न सक्नु यो चाहिँ सेतो ड्र्यागन फ्रुट हो। हेर्न सक्नुहुन्छ एकदम मजाले कालो भइरहेको छ। हल्का फलेको छ। यो चाहिँ तेस्रो लट हो। पहिला 2 लट फलेर सकिसकेको छ। हेर्न सक्नुहुन्छ यो चाहिँ अब लास्ट लट हेर्न सक्नुहुन्छ। हल्का फलेको छ यसपालि चाहिँ। यता टुप्पातिर पनि हल्का फलेको छ। हेर्न सक्नुहुन्छ ड्र्यागन फ्रुट भन्छ इङ्ग्लिसमा। हेर्न सक्नुहुन्छ ड्र्यागन यहाँनिर पनि उखु छ। यहाँ चाहिँ अम्बा छ। हेर्न सक्नुहुन्छ अम्बा चाहिँ एकदम लटरम्म फलेर पनि झाँटिरहेको छ। सबै चराले खाएर हल्का बचेको छ। हेर्न सक्नुहुन्छ यो चाहिँ अम्बा। यो चाहिँ इन्डियन अम्बा हो। मजाले फलिरहेको छ। चराले खाएको छ मुलतिर। हेर्न सक्नुहुन्छ यस्तो छ अम्बा। यो चाहिँ हाम्रो घर सोलर छ। यता माथितिर घर धान खेत हेर्न सक्नुहुन्छ मजाले फुलिरहेको छ। फुल्ने बगैँचामा हेर्न सक्नुहुन्छ। यहाँनिर हल्का तारबार गरेका छौँ। यो चाहिँ हाम्रो बगैँचा फुलबारी हेर्न सक्नुहुन्छ। यहाँ मुलतिर माछा पोखरी पनि छ। यो चाहिँ माछा पोखरी हो। यहाँ चाहिँ हल्का माछा पनि छ। अहिले पानी निलो भइरहेको छ त्यसैले देखेको छैन। यता तलतिर टोइलेट बाथरुम खोर बाख्राको हेर्न सक्नुहुन्छ। यहाँनिर पनि फुलिरहेको छ फुल। यो चाहिँ हाम्रो घरको डग काले कुकुर हेर्न सक्नुहुन्छ। यस्तो अवस्थामा मजाले बसिरहेको छ। मस्त इन्जोय लिएर टेन्सन पनि छैन यसलाई। हेर्न सक्नुहुन्छ यस्तो अवस्थामा बसिरहेको छ। यो चाहिँ काले कुकुर। यो चाहिँ भाले लोकल भाले हेर्न सक्नुहुन्छ। यो चाहिँ लगभग 6 वर्ष जति भयो। यो चाहिँ लोकल कुकुरा। यो चाहिँ हाम्रो पाडी भैँसीको पाडी हो। यहाँ चाहिँ गोरु एउटा कालो छ एउटा रातो सेतो छ। 2वटा गोरु छ। यहाँ चाहिँ बाख्रा साना पाठा छन् 2वटा हेर्न सक्नुहुन्छ। यतातिर बाख्राहरू पनि छ। भिडियो मन परेमा खिम ब्लगलाई सब्सक्राइब लाइक शेयर कमेन्ट गरिदिनु होला।